गर्नुभन्दा पहिला तपाईँले भक्ष्य अवक्ष्य उनले मासु भात सबै खाएर आइयो त्यसले गर्दा यो शास्त्रको नियम अनुसार चोखेर गराउनु भनेर त्यो गराइएको हजुर प्लिज गराउनु भन्नु होला है हामीले अनावश्यक लिएका होइनौँ ओम पवित्र यस्तो अब यहाँ हिमाचल पर्वत भन्नु विचार गर हिमाचल पर्वत आसन बाल्टी गर्न 3 दिन गर्यो फुल चढाउ विन्ध्याचल पर्वत हिमाचल पर्वत विजिताय समस्वमी गन्धवस्य सर्वयाम श्री विन्ध्याचल पर्वत यथापति प्रकार विजिताय समस्वमी गन्धवस्य हिमाचल पर्वताय नमः हिमाचल पर्वत विजिताय समस्वमी गन्धवस्य सर्वयाम बैराट पर्वत यहाँ बैराट पर्वत भन्नु विचार गर्नु बैराटो पर्वताय नमः बैराटो पर्वत आवा नमासनम वाद्यवर्ग आजवनी पुनः आजवनी सर्वयाम श्री बैराटाय नमः बैराट पर्वत विजिताय समस्वमी गन्धवस्य सर्वयाम यहाँ शरद पर्वत अष्ट पर्वत मध्येको अन्तिमको शरद पर्वत यहाँको
आवाहयामि दीपम दर्शयामि घृतं धूपयामि जलम आवाहयामि जल उभाउनुस् आह्वान गर्नुस् हात थाप्नु जलम आवाहयामि नाभ्यासिर नैवेद्य नमस्कार समर्पयामः यहाँ यही प्रसाद छोएर नमस्कार गर्नु जलम आवाहयामि नाभ्यासिर नैवेद्य नमस्कार समर्पयामः जल समाउनुस् खै त्यो जौतिर यहाँ छ यसो जल समाउनुस् त हरि ओम मन्त्रेण एकसनं च तत्कार्यस्य वामतनं च विशेषकेन वर्णतनं च वसन्तनं च मन्त्र अग्निं प्रजापति ऋषि अनुष्टुपसुन्दर प्रजापति देवता सौदृश्य कर्मेण ऋषि लिङ्ग देवता सप्तपदा कर्मेणि विनियोगः छोडिदिनु सप्तपदा कर्मेणि विनियोग अब लगभग तयारी गर्नुहोस् ल तापतम सजिलै स्वतन्त्र भएको यहाँ एक नम्बर अतिरिक्त माध्यमहरूका आज पनि पुनः सर्वश्री आत्रे नम मुनि वशिष्ठ यहाँ वशिष्ठ ऋषिको पूजा गर्नु हरि ओम वशिष्ठाय नमः ओम वशिष्ठ वातोमानो गन्धर्वस्य शतनं च अग्रजते अनुनं च दायसन श्री वशिष्ठाय नमः वशिष्ठ पुष्टाय समसनो गन्धर्वस्य सर्वयाम तेरो अन्तिम श्री पूजा गर्नु अन्तिम छ हरि ओम मुनिताय अन्तिम छ सातौं नम्बरमा दुर्वासा ऋषिको पूजा दुर्वासा चाहिँ सातमा दुर्वासा दुर्वासा ऋषि पूजा चक्षुषुजायत सुद्राद्वारपणश्च मुखादग्निर्जायतः एवं चन्द्रमागनसो जात चक्षुषुजायत सुद्राद्वारपणश्च मुखादग्निर्जायत
छातीमा हात राख्नु यसरी ट्याक्क यसरी उतार्ने गरेर यसरी उतार्ने गरेर हो हरि ओम प्रजापति ऋषि इति मन्त्रण हेर्दै लभ्यते मम भेल्प इति मन्त्रण लभ्यन्तम ऋषि मेरो वचनलाई उल्लङ्घन नगर है भनेर भन्छ मेरो कर्ममा रहनु है सिन्दुरहरू सिन्दुरे कति मिठो यो नशा तिम्रो नजरको झनै मिठो मुस्कान तिम्रो आधारको लाग्दैन यो मन अब कोही अरूमा बसिसक्यौ तिमी मेरो मुटुमा तिमी मेरो बिस्तारै 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 डुबे म त मायामा तिम्रो बिस्तारै बिस्तारै हो बिस्तारै 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 हँसिलो मुहार देखेर लुक्छ जुन शरमले तिम्रो हो आगमनलाई सधैँ स्वागत गर्छ हर मौसमले त्यो रूपको तलाउमा म त सधैँ पौडिरहे तिम्रो मायामा परेर होला म त प्रेम रोगी भए आदत बन्यो तिमी मेरो बिस्तारै 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 डुबे म त मायामा तिम्रो बिस्तारै बिस्तारै बिस्तारै
धेरै छ उपमा मसँग भन के उपमा दिउँ हजारौँ नाम छ तिम्रो लागि भन के नाम दिउँ तिमीलाई हँसाउने बहानामा रम्नमा थाले तिमीलाई पाउने चाहनामा डुब्नमा थाले हे आदत बन्यो तिमी मेरो बिस्तारै बिस्तारै डुबे म त मायामा तिम्रो बिस्तारै 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 त्यो दहीलाई दुईटैले चलाउनुहोस् यसरी दुईटैले होडल्नुहोस् बेच्नेको मजाले होडल्ने त्यो कसले पहिला चाट्छ यो चाहिँ दही ल कसले पहिला खान्छ भनेर चाट्ने ल कसले पहिला खाने भने चाट्ने के त्यो चला चाट्नु न कसले पहिला खाने भनेर छिटो ल चाटा चाटा खाऊ ल त्यही हात धुनु त्यसमा धुका भयो नि अब हुन्छ होला यसको कुरो देखाइदिनु बिहा भ्याइयो नि त अब के छ र बिहा भ्याइयो जल दुइटैले चौधै छ केही कुराहरू बुझ्नु नि पर्छ भन्ने किसिमका कुरा पनि कर्महरू यस्ता छन् गराउँदै त गइन्छ तर यिनका कुरा के हुन् भन्ने पनि अलिअलि बुझ्नुपर्छ भने तपाईँहरूले सुनाइदिनु चौधै छ लाउने दुइटै लाउने चौधै छ ओम प्रजापति ऋषि ओम प्रजापति जौती ल्याउने जल अहिलेको झैँ चौधै छ प्रजापति ऋषि प्रजापति देवता आदित्य प्रजापति साहित्यम प्रजापति मनसा विनय सुदृतम साहित्यम सुजाय नमः ओम भू स्वाहा इदं भू स्वाहा इदं अग्नये नमः ओम भू स्वाहा इदं सुजाय नमः मोक्षणे पात्र परशुवे ओम महा सुषा इदं सुजाय नमः तन्नो अग्नेति वामदेव ऋषि विष्णु संप्रसन्नं स्वाहा अग्नेय वरुणं च स्वाहायं स तन्नो अग्नेति वामदेव ऋषि विष्णु संप्रसन्नं वरुण देवता आदित्य प्रजापति साहित्य प्रजापति ओम विष्णुराट महि वरुणाट स्वाहायं साहित्य आयनस्य इति वामदेव ऋषि विष्णु संप्रसन्नं प्रजापति स्वाहायं अग्नेय मोक्षणे पात्र परशुवे एते शतमिति वामदेव ऋषि विष्णु संप्रसन्नं प्रजापति देवता प्रजापति स्वाहायं प्रजापति वरुणं च विश्वदेव स्वाहायं ईश्वर सायः प्रजापति सुरसनं च स्वाहायं वदमोत्तसनं ऋषि वरुण देवता वासं वदने विनियोग ओम वदु उत्तरं च वासनं च ऋषि आदित्य स्वाहायं वरुणाय नमः प्रजापति ऋषि प्रजापति देवता आदित्य प्रजापति स्वाहायं प्रजापताय नमः अब हातमा फुल लिएर प्रार्थना गर्नुहोस् यहाँ मैले नाम पढ्दैछु यिनै नामको जस्तो हाम्रो दाम्पत्य जीवन पनि रहिरहोस् भनेर सम्झनु यहाँ नाम पढ्छु त्यो सबैसँग यथा दशरथ कौशल्या राम सीता रावण मन्दोदरी बलिष्ठ तारा यशनं च नवराज दमयन्ती पुरुरवश्य उर्वशी पाण्डव कुन्ती पाण्डवानं द्रौपदी भीमसेन हिडम्बा अर्जुन सुभद्रा दुर्योधन भानुमती यथा द्वितीय छाया चन्द्रमा रोहिणी गणेश सिद्धिबुद्धि यथा सनं च लो समुद्रा एकसन्तनं च वशिष्ठ अरुन्धती अनसुनय वर्मा सावित्री कृष्ण रुक्मिणी पशुपत यथा गौतम अहिल्याः हिमालयस्य मेनका वसन्तनं च नीतिसेनः इति शैलागमन दर्शनं च दाम्पत्य जीवनः यिनीहरूको जस्तै हाम्रो पनि त्यस्तै दाम्पत्य जीवन होस् भनेर याद राख्नु अथ ग्रह तिलकम र यिनीहरू यी दुईटैलाई एकछिनमा पढ्छु तपाईँले यो तिलक लगाइदिनु पऱ्यो पहिला दुलालाई त्यो या दुलाईलाई पछाडि लगाइदियो हुन्छ ल यसो सहयोग गर्नुहोस् त अनि बल्ल छिटो हुन्छ जानुहोस् एकछिन धेरैचोटि लाउनु पर्छ है 12-15 चोटि लगाउनु तदा करणाय तेडे गरी हुन्छ कि यही आउनुहोस् न त यतै आउनुहोस् हरि ओम तदा करणाय हात जोडेर बस्ने ल ग्रह तिलकम अहिले लाउनुहुन्छ म पढ्छु आशीर्वाद हो यो तदा करणाय परदेशो
जानु सुत्दै जानु नजिकै यहाँ उहाँलाई त्यही ट्याप्प लगाउनु त्यही हात यिनलाई फेरि चोक्नु ट्याक्क लगाउनु यही हात यिनलाई लगाइदिनु ल तदा कर्णाय पर्वृत वर्णाय वधुवराय सुमुख स्थिता कुमारक्षतै पूर्वावरस्य पदयस्य बन्ध ललाटे प्रत्यस्य तिलकं कुर्यात् गजाः गजानन पाशिनं सपर्णी रक्तपरंशं च लड्डुकम् अष्टागणिनाथो सेन वरस्य बद्धा विनतो मोदी वंशासरं च वर्णसेन जम्मा 200 लोक पढेको छु 1500 लोक छ कमण्डल विग्रहस्य लाइन लाइन विजितरं च वरस्य तनेम च भूपति गजाधरो जतास्य वसन्तनु कालिन्दी गरस्य न कसम तेरणे कमाय सगन्तनु जवायस्य न पुरुष विज्ञान विष्णुवन्त वन्दे सुमन्त जागे वदनयस्य वर्षद वर वर्षद सरणे तसं च वन्दा सरन्तयस्य वन्तनु जवांग यथनं जदास्य पदन जवा पदनयस्य वरवण पदन्तनु पठन्तनयस्य धनदेवन गणेशदेवया पठन्तयस्य पठन्तनयति ग्रहति लकम् अष्टमी शिवष्टमी दोण कलाष्टमी स्वगारष्टमी कल्पन्ताः शिवष्टमी शिवष्टमी कलाष्टमी स्वगारष्टमी यज्ञेन कल्पन्ताः श्री सुरोपिता श्री शिवष्टमी कन्यामः श्री कन्या बहुराजपाठिनी ए आमै ए बाबु यहाँ त आऊ होइन ऊ त भाइ आऊ यहाँ सोयो बागम त यही वाले हुन्छ बाबु सब हो त्यहाँ लगेर फालेर आउ त लौ त सब हालिदिनुहोस् ओ कहाँ हो ओ जय साहब भित्र सुरु भयो आउनु पर्यो ए म आउनु पर्यो म खबर गर्छु ल बाबु खै यो समीर खै ल कर्ममुरारी त्रिभङ्गरारी भानुशोषी शनि राहु केतव सर्वग्रह लो सर्वग्रह शान्ति पर्दैन फल्न त्यहाँ बाहिरबाट छाएर ल कर्ममुरारी त्रिभङ्गरारी भानुशोषी भूमि सुतगुदस्यो वरुष शुक्र शनि राहु केतव सर्वग्रह शान्ति क्षमाकरी गर्नु भोग क्षेत्र बाल बलिद्यो नम भूत प्रेत पिशाच डाङ्किनी साङ्किनी बेतलादि सर्वदोष निवास बाल बलिद्यो नम ल ल हो उहाँलाई फालेर आउनु त्यो अक्षताले यसो फालिदिनुहोस् त्यो अक्षता यदि फालिदिनु होइन होइन जानु त फाटो फाल्ने हो त ल त्यो हाम्रा अरिष्ट ग्रह आदि इत्यादि सबै दामा फुल्य प्रार्थना परमामुर आदि ल टिका लगाइदिनु भयो तपाईँले टिका लगाइदिनु हो माथिल्नुपर्छ हातमा ढोकर हेर राख्नु त यो चड्नी सम्झ्यो भनेको यस्तो जस्तो यो बलियो छ सधैँभरि त्यस्तै रहिरहेको सम्बन्ध भयो
पछाडि यो कुरो को भनेर भन्दै जानुहुन्छ त्यो कुरो
फेरि भोलि अलिक सहकारी गर्न त चलिरहेको त्यो त मुचिन भयो नि गाह्रो हुन्छ है त्यहाँ म चिन्नु भयो भने त्यही काम मात्र फुट्ने कहाँ छ अहिले अर्को घोटाला होइन हामीसँग 100 का नगर 1000 कै दिएको हो 50 वटा दिएका छौँ हजुरले नम्बर लिएर छुट्याउन मिल्दैन किन नमान्नु नि त्यो बस्नु बाजे पनि माने हामी नि मानिन्छ गर्नु त के भने पैसा हैन हजुरले गन दिएसी छ लगेर चित्त बुझाउने हैन एउटै साडीको चित्त त छाड्नु भएन है बुझेन रे साडीको बुझाउन पर्यो अब हामीसँग भिनासँग हाताडा भन्नु हुन्छ अघि नै देखि भिनाजु भने थियौँ पहिलाको जमानाको भयो के पहिलाको जमाना नि यति थोरै त दिनुहुन्छ अहिले एउटा साडी आउनु त चाहिएको रे नि सागर
डोली त छेक्ने हो तर ए ल डोली छेक्न पर्यो
अब यसो जन्ती पर्छ र अनि त्यहाँबाट सबैलाई पुग्ने हो त्यसरी दुला दुसैलाई मात्रै अब यो सानो यो जलपो खैली के अब त्यहाँ राखेर अब त सकियो नि इनाजु अमुक देखाउन आज यहाँ भएका अब यता हेर अलि माथि हो त्यहाँ खै खै आमा लिनु यो त समाता यो अगाडि न हातैमा दिनु चाहिँ यसरी हुन्छ 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 ल निकालेर दिनु अब आमालाई दिने त्यो झोला उता राख्छ यो भाइले आमालाई दिएको हेर यो तपाईँले लिनुहोस् झोला यामालाई दिनुहोस् फेरि यो खाम तपाईँले राख्नुहोस् है अरू भोलि बिहान यति भएपछि सक्छ भोलि फेरि अगाडि नआउनु त
न यो त नाचिसक्यो अब हामीलाई लिँदा भयो यहाँ नानी यतातिर नाच्नुहोस् त
यस्तो हो क्या त्यो तपाईँको फोन नम्बर अथेन्टिकेसनमा राख्यो भने अरूले ह्याक गर्न सक्छ तपाईँ अरूले ह्याक गरेर चलायो भने चलाउन खोज्दा पनि उसकोमा कोड मागिरहेको छ तेरो आइएमआई नम्बर बाहेक अन्त खुल्दैन मैले हिजो गरिदिनु लागेको हुँदैन मानेन भनेपछि थर्ड पार्टी एप चाहियो यसले मानेन क्या यसले मान्छेले नमाने अनि लगइन गरे पासवर्ड हाने खुलेन अनि पासवर्ड अनि नागेर त बाले ठुलो बुवाको ह्याक भएको थियो त अहिले दाल त फिल्म नि हाल्दिनु एक दिन होइन हो बारम्बार आइरहेको त्यो त पछि हालेको हो यस्तो हो क्या भाइ होइन ऋषि त्यही के हुन्छ भने यस्तो त्यो फेसबुकले होइन क्या गुगलमा जाँदा त्यो कुकिजहरू अलग कस्तो अहिले नि पहिल्यैबाट कसैले खबर पायो बोलाउन जाने नि भाइ आज जान्यो अब खुस भइदियो होइन बजाउनेलाई पुछारको नेक हुँदैन सिलाउनेलाई नेक हुँदैन के हुँदैन नेको हुँदैन के होइन गाडी गाडी हो जब तिम्रो साथ मिल्दै मिल्दै गयो जब जब तिम्रो साथ मिल्दै मिल्दै गयो धरो धरमा मेरो जिन्दगी काया पलट भयो यस्तै माया गरिरो गालोमा बेरिरो सधैँ तिम्रो हुने मन छ यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकढुकी बनाउँछ भन्छ यस्तै माया गरिरो गालोमा बेरिरो सधैँ तिम्रो हुने भन्छ यो मनले सधैँलाई माया गर्दै तिमीलाई ढुकढुकी बनाउँछ भन्छ मलाई मेरो जीवन फिका रहेछ पहिले त्यसरी आएको छैन केही रातो भएन हुन्छ पैसा राखेर कलसर पनि राख यो फुलहरू एक घन्टा राखिदिनु पर्यो कलसमा फलका टुक्राहरू फल राखिदिनु त्यसो जाउ राख्नु जाउ भाइ चलन
दुबो राखै पर्छ खोइ दुबो आउ कि आनु यहाँकै छ त्यति गफ मात्रै गरिरहेको भुर्का पुरुषपरि एवानु दुर्वर्तन सरल सदन सोनापति सप्तमृति का हाम्रो बोल्नु आपिपलका पातहरू खोइ आपिल क्यामेरा नआउँछ बसेर पनि अब सर्वदा कलखाडी बढाइदिएको बत्तीको पुगाएर त्यही पुजाएर कन्दाबाट म लराएको ओम तुरन्ताय सहस्रमूर्तय सहस्रपालाक्षी शिरोरुभावे सहस्रनामनि पूजाको सहस्रगौरी उदाहरण कर्म साग्ने दीपनारायण आमा आशीर्वाद मेरो फल दीपनारायण सम्पूर्ण किसिमका विघ्नबाध आदिलाई चाहिँ हरण गरिदिनु होला भनिकन भन्नु पर्यो यहाँ राख्नु तल त्यहाँ त्यहाँ तल राख्नु अगाडि आसन बसेर जल चढाउनु हजुर हिजो बाँधेको बुटको आज बाँधियो नि हिजो कुलाइन अनि माथि सबै अर्घमा अरू चढाउनु हो त्यो अर्घमा आज पनि जल चढाउनु अस्ति जल चढाउनु यज्ञ एउटा जनाइरहेको हुन्छ सधैँ जाने उर्लाई ओछ्याउने कुरा दिएनन् कि के भयो बसा बसा हिँडिरहेको थियो अरे क्या हिँडिरहेको छ किन बसा थुप्रो नबसेर हिँड्ने भन्दाखेरि मलाई आत्तरी गरेर भन्थ्यो अब त्यस्तो यस्तो मलाई आत्तरी गरेर क्या कुर्ती नबसिकन गरेको यज्ञ वस्त्रमा चढाएसँग चाहिँ धजरा त्यहाँ त चन्द्रमाको पूजा गरे सेताजीले गर्ने यो दही सेतो जौ राख्नु सेतो फुल भयो ल राख्यो फेरि यहाँ त हेर्नु सेतो दुबो तुलसाबाट हो त यहाँ दुबो त्यो एन्चा दुबो छ हेर्दा हो यो सेतो सेतो छ गाई फेरि पूजा गरेर चन्द्रमालाई गंगा क्षेत्रम पुष्पाणि समर्पयामि नमस्करोमि श्री चन्द्रमा आयो न त्यही राख त अब त्योभन्दा उतापट्टि मङ्गललाई रातोले गरेर रातो ध्वज राख अनि हो त्यो अर्को पटो ल्याएको भए उसैमा लेखेको हुन्थ्यो कि ल रातो फुल रातो आशा पनि चढाएको हो त्यहाँ ओम अग्निमूर्धः दिवकौपति पृथिव्या अयम अपागुं देतगुं सृजनवती श्री भौमाय नमः गंगा क्षेत्रम पुष्पाणि समर्पयामि नमस्करोमि यो सुपारी छ नि त्यो सुपारीका टुङ्रातिर हरियोले गर्ने बा हरियो धल छ त्यहाँ त्यही हरियो अब त्यसमा नि रोटी नै पकाउनु अब के ओम कृष्ण धज राखी हैन पहल गर्दा ल पूजा गर गंगा क्षेत्रम सूत्रलाई नरी राखेर यहाँ त भइरहेको हो त्यो खाली ठाउँमा हो त्यो ल सेताजीले दही सेतो कुसेरो चौतिलाडी हो त्यहाँ गंगा क्षेत्र पुष्पाणि समर्पयामि अन्नात् परिष्कृत रसपर्वं क्षेत्रं भयो सोम ध्यान पश्चिमे शनिश्चर ठिक हेर उतापट्टि त्यो पल्लो नदीको हो त्यहाँ शनिश्चरलाई त्यहाँ कालोले गर कालो मिसियो अर्डरसँग मिसियो शनिश्चरलाई होइन किन हो त यसको अपोजिट का सेताको अपोजिट ठ्याङ्कै उता हो त्यहाँ हो त्यहाँ पूजा गरेर काला चिज हो त्यहाँ सर्वदेवी कालो फुल त्यहाँ पहेँला होइन ऊ कालो बदामाथि
झन्डा खेत बसाउने कालो पनि पातले ढेक्राख्नु हो नि सरस कुरा आएन मिलाइ राखियो अब यो अग्नि चाड कुना पुजाहरू आग्नेय ब्रह्ममा नैवेद्य कोष्ठगायनमा त्यो कुन एउटा फुल लाग्यो अक्षर छ नैवेद्य कोष्ठगायनमा बाबे बलवर्धन असाने पर्वतमा मल्ल अथवा ब्राह्मण बलवर्धन एउटा चाहिँ होम्ने बाहुनलाई एउटा मलाई दुधल बढ गर्नु पर्यो 100 रुपियाँ चाहिँ निकाल्नु बाँधेमा हुन्छ केटी खोल्नु भइहाल्छ आउनु तिम्रो अलि उसो त्यहाँ बाँध्न खान्छ हुँदैन भन्ने भएन जतिसाह्रो फेर्नु पर्छ भने हुन्छ विवाहको अब खाना खाएर त काम गरिन्छ खाना त खाएको छैन होइन भइन्छ गुरुहरूले खोज्नुहुन्छ भन्ने डरले ठिक छ कपडा फेर्नु ठिक आउनु हेर त्यही तिमीहरू आउनु त्यहाँ यसो मिलाएर कुनै कुरो थप्नु पर्छ कि त्यो अर्को कुन चाहिँ अलिक थप्या त्यो बेला मलाई एउटा दिएन बाबालाई नमो ब्रह्मणे देवाय भो ब्राह्मण हिताय काम गरिदिनुहोस् भनेर प्रजापति विश्ववाणी पर्दा हो यज्ञ मासिने मैले नसल्नु तर्नु वस्तु भएको श्याम बसेर बराबर यहाँ राख्नु हजुर मुनि राख्नु कोठा टुक्रा हो त्यो आसन दिएको त्यहाँ मुनि राख्नु हो त्यो अलि अगाडि सर्नु अगाडि सार्नु पर्ने हो कि हुन्छ हो त जन्तु मरत त्यो दुनामा जल राखेर तिमीहरूले यसो जान्छ तिमीले कुलपित्रीहरू झाँक्री भयो देवी देवताले सबै सम्झ है तँ चोटि त्यहाँ किन बुझाएका हौ ल पानी किन बुझाइराखेको त उहाँ त्यत्रो यहाँ अब त्यहाँ छनहरू छन् ल जल्दी राखेर के गर्ने त्यो पुराणलाई सम्झ्यो नि पितृलाई सम्झ्यो नि सम्झिँदै क्या अनि डरे देउरीलाई देउराली भयो यहाँ झाँक्री भएर भए यिनीहरू यसो मनले सम्झ्यो क्या नागलाई हो नागलाई हो वास्तु हुन् सबैलाई हो खाने माने सबै अग्रे स्वायद अग्रे ओम अग्रे सबै स्वायद मात्र सोला होमै स्वायद बोम्बै हिँड्न बेडो बुझेको स्वायद बेडो स्वायद सपनो मर्दो सबै त सबै इन्द्राय स्वाय इन्द्राय सबैले रक्षा गर्नुहोस् हाम्रो यो कार्यमा पनि नपरोस् सबै यो हाम्रो विवाह चाहिँ सफल र सम्पन्न होस् भनेर भन्नु परेन ओम प्रजापति स्वयं प्रजापति नमो सर्वैवाहिक पृथ्वी यात्री सर्वैव वर्मेकन प्रथम सृष्टिवेन आगम विवाह ब्रह्मणे स्वयं ब्रह्मणे ओम धाता विग्रह भूतार प्रभु प्रेम रूपवादी भाव कपूर समंगल भाव कपूर समंगल आरती सर्वभाती ओम जय जगदीश निर्मल कारण प्रभु कारण शरणागत प्रतिपालक शरणागत प्रतिपालक निर्मय सुखराशि ओम जय जगदीश पानी भर धाराबाट अनि एउटा डाडुले चलाऊ मैले लिएर नजाँदा खुल्लै कस्तो यतै राखेको त्यो सामान
ओम सरस्वती सन्धि मेरा मया शिवं स्वाहा अग्नि वैशाख आएर म यसो पूजा गरेर अनि के छ फोटोकपी पेपर चाहियो फोटोकपी पेपर यसो अन्त्य पूजाको अक्षता पूजामा अलिकति गाडी भएछ त्यो अङ्करा दल छैन खाना पकाउनु भरेदेखि त्यहाँ राख्नु खाना पकाएर राखियो हामी तयारी छौँ खुट्टा उता गर्नु तैँले मैले जल खाने कार्यक्रममा अरू उता उता कहाँ भएन कहाँ ड्युटीमा जोडिदिन्छ दिनभर जुत्ता जुराब लाग्यो ल अब हातको बुढुमले कसरलाई भाग लगाउनु हो यस्तो गरेर कान्छेलाई लगाउनु है बराबर नभए भयो ठिक छ घरको मात्र तान्ने हुन्थ्यो क्या भइहाल्छ ल त्यो त दिन यहाँ राख्छ त्यो पानी पनि राखिदिने त यसलाई बोलाउन भन्नुपर्छ त्यसो घुमाउ पानी घुमाउ अनि बोलाउनु पर्यो बल हो त्यहाँ अब थोरै त्यहाँ निकालेको अघि तर दुईपटक ओम भूपति स्वाहा भूपति स्वाहा भनेर भूतानपति स्वाहा भूतस्य पनि एउटा पाता राख्छु यहाँ भइमा यति नानीहरूले सिङ्गो बनाएर दिन्थ्यो यसलाई हो त्यही हुन्छ
भोलिदेखि त माग्न पाइसक्यो नि खैसिमको भन्न पायो नि खाना खाएर उठेर यसो जला छ पानी पनि आएको उता खानु हुन्छ पाँचवटै खायो हुन्छ कान्छाले खाउ लप पारेर अब अरूले खाला ढुडी लाउँछ कान्छा ढुडी लाउँछ केटाकेटीले खानेला त ल यो थाल पनि उता राख्नु अब त्यो औँला यसो काना माथि पनि यसो हाम्रो पाला त यसो भोलिदेखि अफिस राखेर पनि लो मेरो कपाल पनि तँ पनि लगा सिसा पनि माथि लगाउँदैन सिसा हेर्नु खाना खाइयो कपाल सपाल छोडियो सब तयारी भयो होइन त अब जुवाई खेल्नु त पर्दैन अलि त अलि पछाडि सस्तो पाओ हाती मान्छे रुनु हुन्न है दिदियो पैसा खाने यता आफ्नो पाइन्छ है सिकाएको हामीलाई खेलाडी नै हो तयारी पारिदिन्छ त कलरले खाओ कि साँच्चैको कलरले खाओ साँच्चैको कलरले खाओ भाइ टाइम पास हो नि त हो टाइम पास गर्ने त फेरि चक्कु चाहियो हामी जातला हो हामी 80 घण्टा जान्थ्यो बेलन त सय हाल यही राख्यो ए सय हाल त हाल भाइ 200 हाल हात्ती हुन्छ एमएल जितो चौका जुट्नु
अस्ति शङ्करले फुलफुल जितेको थियो है हो त नि फुलफुल जितेको तिमीले हो क्या भन्ने ए लक्षिणले देऊ पैसा त बाँड्न अब जित्न पल्टारे हाल्दै भयो अब हेर भयो 500 चलो पैसा लाग्यो सकियो दिएर हाम्रो 1000 बुहारीलाई माइत पठाउनु देउतालाई होइन ऊ हुन्छ नि त्यो मासु खाने धेरै जात हुन्छ नि खाना 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 भात है नरेश दाई भात है ल भात 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 खानी भात सागर मासु धेरै भएर नि ल हेऱ्यो दिदीलाई पनि दिनु त खाना खाना खाइहाल्नु र मारिहाल्नु आयुष
सम्म हैन
दुःख पनि काटौँला दुःखै दुःख पनि काटौँला सहुला परी मरि जाउला भन्छ